कहिले कि म त अस्ति तिजोमा आइरहेको थिएँ घर गाडी खानु पर्छ नि के माइती घर लड हिँडेको अनि आउनु परेन त छैनन् माइती छैनन् भदा बदैनी साना साना छन् यसो रुम दिनु परेन अनि नआउनु माइती घरै गरी खानु पुरा छ के पर्बु हेरे हेरे बुढी नापेकी बोली कि अब आउनु परेन त मेरो भदा बदैनी साना साना छन् यसो हेर्नु पर्यो कसो गर्छन् के खान्छन् पर्बु मलाई भेट्न के अरे कोसेली नि छैन केही नि छैन बुढाबुढी भेट्न आएको औ कोसेली के ल्याउँ त हौ खान्छौ ल्याउनु पर्यो नि खाने बुढाबुढीले औ तिम्रो दाँत छैनन् के खान्छौ कोसेली कमलो चिज ल्याएर खुवाउनु पर्यो त बुढाबुढी कमलो बेच्ने त मरे छन् त हौ दोकाने छैन माथि दोकाने मर्यो भने कमलो बेच्ने लड घर छोडो हिँडेको हेर 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 साथीभाइ भेट्न आएको साथीभाइको मती यस्तो छ मिठाई माग्छन् धेरै भयो त माइत आएको त अनि बस्नु परेन त ठुलीले बस्छ फुपू बाबुआमा पनि छैनन् बस आनन्द छ यसो बाबुआमा भए यस्तो हुन्छ बसिदिया भन्छ अनि फेरि त ठुलीको कुरो काट्न सक्दिनँ म त साइली बस्नै पर्यो त्यसले भनेपछि के छोरा बुढीलाई हेर्दैन कसैले अब हेर्नु पनि परेन घरमा फुपाजु छँदैछन् कसले हेर्नु पर्यो अब पर्दैन अब बुढो भयो अब पुगो हे अटेर्नु छन् पर घरमा अब ल्याउनु यी बुढी कोसेली भनेर जान आँटिनै पर्बु के खान्छौ नि अब कोसेली कहाँबाट ल्याइदिनु कोसेली छैन छैन पर्बु छैन दोकान ती भएको जति सबै बन्थे बुढीको चाहिँ खुट्टा पाउनु के गर्छ के गरेर पाउड्यो अनि यसो लेफ्ट राइट गर्नुपर्छ गर्छ लेफ्ट राइट यसो यताउति लेफ्ट राइट गर्नु पर्यो अनि बाउडिँदैन त